यो हेर्नुहोस् है तपाईहरुले पनि साथीहरु यो गोरु काटेको यो फागुन 16 गतेको घटना जुन फेसबुकमा पहिला पनि हालेको थियो दुईटा यो गोठमा काटेको यो हाम्रो कन्याम सूर्योदय 6 को 5 पहिला पुरानो 5 नम्बरको यो गुम्बा टोल र लालीगुनास टोलको सिमानामा पर्ने यो जग्गामा पहिला 16 गते काटेको र यो निको भइसकेको अवस्था थियो। यसलाई घरायसी उपचार गरेर यो भागमा चाहिँ जुन यो भागमा काटेको थियो यो भाग काटेकोमा घरायसी उपचारले गर्दा जाति भएको थियो। हिजो बेलुका तपाईको अब यस्तो अवस्था बनाएर काटेर मासु झिकेर लगिएको छ। अब यो सम्बन्धित निकायलाई जानकारी हामीले गराएको छौं। यो भन्दा अगाडि कालो गोरु मरिसकेको अवस्था छ। अब यो पनि यस्तो अवस्था छ। तपाईहरुले सक्दो सबैजनाले साथीहरुले शेयर गरिदिनु होला सम्बन्धित निकायसम्म पुगोस्। यसको हामीलाई कुनै पनि यो व्यक्तिहरु चिन्नको लागि सम्बन्धित निकायले पनि पहल गरेको होस् भनेर हामीले यो भिडियो लगाउन बाध्य भएको छौं। यस्तो छ अवस्थाहरु तपाईहरुको। तपाईहरुले सबैले शेयर गरिदिनु होला है साथीहरु। यो भन्दा अगाडि फागुन 16 गतेको घटना हो। हामीले यो सम्पूर्ण जानकारी सम्बन्धित निकायमा पनि गराइसकेको छौं। बैठक छलफल मिटिङमा पनि कुनै निर्णय ननिक्लेकोले गर्दाखेरि फेरि यस्तो अवस्था भएर चाहिँ हामीले यो भिडियो बनाउँदै छौं।